ओके सो आजको भिडियो चाहिँ प्यासन भन्ने हो। सो लेट्स टक अबाउट प्यासन। मैले चाहिँ फ्रम द बिगिनिङ पहिल्यैदेखि चाहिँ ट्राई गरेको भनेको आर्ट, म्युजिक, कोडिङ, गेमिङ, सिङ्गिङ एन्ड मेनी मोर कुराहरू मैले ट्राई गरेँ होइन आफ्नो लाइफ मतलब अहिले आफ्नो लाइफमा। सो प्यासन भन्ने कुरा चाहिँ इन्ट्रेस्ट भयो होइन, केही कुरा गर्नलाई इन्ट्रेस्ट छ, त्यसलाई गर्नलाई राम्रो लाग्यो, पछि काइन्ड अफ वर्क टाइपको प्यासन भनेको त्यही अरूले आई डोन्ट नो म्यान प्यासन भनेको के हो, लाइक डुइङ द वर्क द्याट यु लभ। अनि मैले चाहिँ मेरो मेरो आर्टवालो चाहिँ कस्तो भयो भने मलाई मेरो साथीले कपी दियो, मैले त्यो कपी लगाएँ अनि त्यहाँ चाहिँ मैले ड्रइङ बनाएँ होइन। अनि त्यो ड्रइङ बनाएर ल्याएँ, अनि त्यो ड्रइङ बनाएर ल्याएर देखाएँ उनीहरूलाई। उनीहरू पनि लाइक ओ क्या खतरा छ भनेर भनिदियो होइन। आई लाइक ओ म्यान, फर्स्ट टाइम लाइफको फर्स्ट टाइम तारिफ मिल्यो आज। आई डोन्ट नो म्यान, लाइफको फर्स्ट टाइम तारिफ मिल्यो, कोही साथीले यसरी तारिफ गरेको होइन। एन्ड मैले डिफ्रेन्ट डिफ्रेन्ट कुराहरू ट्राई गरेँ, टिकटक हेर्थेँ नि, टिकटकमा नयाँ नयाँ कुराहरू ट्राई गर्थेँ, नयाँ नयाँ ड्रइङहरू ट्राई गर्थेँ। गर्दा गर्दै एक दिन सरले चाहिँ क्लासमा देखाइदियो क्या। अनि लाइक फुल ब्याक ओ क्या खतरा छ, के छ भनेर भन्ने भयो। एन्ड आई डोन्ट नो वाइ बट गर्दा गर्दै एक फ्यासन टाइपको भयो होइन। पछि मैले चाहिँ मेरो ठाउँ जुन ठाउँदेखि आएँ नि त्यो लास्टै पिछेको ठाउँ हो। अनि त्यो ठाउँमा चाहिँ आर्टलाई के एउटा लो लो टिकटमा राखेको थियो। फर इक्जाम्पल त्यहाँ प्रायःजसो पैसाको कमी हुन्थ्यो, खानाको कमी, खाना त हुन्थ्यो होइन, बट फिजिकल वर्ल्डलाई ज्यादा म्यान्डेटरी गर्दथ्यो होइन, रादर देन क्रिएटिभ वर्ल्डलाई प्रायःजसो दबाए हुन्थ्यो। मेनली चाहिँ एजुकेसनल र फिजिकल त्यति कुरामा मात्रै ध्यान दिन्थेँ क्या। लाइक त्योभन्दा अरू लाइक फुटबल एन्ड देन के गर्नु छ भने नो। एकैचोटि यो एडमिनमा जान्थ्यौँ। ओके सो त्यहाँदेखि मेरो गाउँको ठाउँ भने त्यस्तो हो क्या, जहाँ यस्तो क्रिएटिभ स्कुललाई केही भ्यालु नै गर्थेँ होइन। बट स्टिल मैले गर्दै गएँ, भिडियो बनाउँदै गएँ, युट्युब च्यानल खोलेको थिएँ, त्यहाँ भिडियो बनाउँदै गर्दा इम्प्रुभ भयो क्या ड्रइङमा। एन्ड आई केम काठमाडौँतिर। अनि गर्दा गर्दै जब मिल्यो, अनि मैले चाहिँ उतातिर जब गर्दा गर्दै अहिले चाहिँ आर्ट मैले त्यति गरेको छैन, द्याट्स ट्रु। एन्ड फ्यासन भयो भने क्या यु हेभ समथिङ क्या, केही कुराहरू आफ्नलाई गर्दाखेरिलाई केही छ भन्ने कुरा हुन्छ। एन्ड ह्याभिङ फ्यासन इज रियली गुड म्यान, रादर देन ह्याभिङ नथिङ। फ्यासन हुनु भने एकदम राम्रो कुरा हो। ट्राई एभ्रिथिङ, गो फर एभ्रिथिङ, एभर लाइक जे गर्ने मन छ च्यालेन्जेसहरू गर डिफ्रेन्ट। यही टाइम हो क्या, जति फकडअप गर्ने मन छ यही टाइममा डिफ्रेन्ट डिफ्रेन्ट कुराहरू फकडअप गरेर लाइक यही हो क्या टाइम गरेर यही टाइममा गर्न सकेन भने पछि कहिले हुँदैन। एन्ड ब्रो मेरो यो अरूसँग गएर त्यो कुरा गर्ने त्यो पक्ष त्यो पनि हुँदैन यार। फ्यासन हुनु चाहिँ धेरै राम्रो कुरा हो, बट फ्यासन भएर मात्रै अरू कुरामा चाहिँ हेल्प हुँदैन। फर इक्जाम्पल अरू सोसल स्किल भयो त्यो कुरा पनि हेर्नुपर्छ, कम्युनिकेसन स्किल भयो त्यो कुरा नि हेर्नुपर्छ, अरू कुराहरूलाई पनि हेर्नुपर्छ होइन।
सो यति हो, 5 मिनट कम्प्लिट भयो। बाई। सो फलो योर फ्यासन बट वर्क चाहिँ आफूले चाह्यो भने हो फ्यासन हुने छ, फ्यासनलाई वर्कमा मिलायो भने थोडा गाह्रो हुन्छ है, पछि फ्यासन नै जान सक्छ है, प्रब्लम चाहिँ हुन्छ। ओके बाई।